तपाईहरुको बिहानको सुरुवात कसरी हुन्छ संसारको जुनसुकै बसेर हेरे पनि बिहान बिहान यसो अलि एक्सन गर्नु होला नै करेसाबारीमा फलेको फुलेको है हाम्रो चाहिँ यहाँ फुटवेयर चेक हुँदैछ कोबाट सुरु गर्ने हो हरिबाट के हो भन्नु यो चाहिँ भयो नाम पो देखि गयो गुड मर्निङ एभ्रीवन अहिले चाहिँ बिहानको 8:30 हुन लागिरहेछ अनि हामी चाहिँ रनिङ जाने प्लानमा छौँ अनि म चाहिँ बाहिर निस्किसकेँ साथीहरू चाहिँ आउन 10 मिनेट ढिलो हुन्छ भनेर चाहिँ म पर्खिरहेको छु उनीहरूलाई यताको मौसम चिसो एकदम चिसो भन्दा नि निकै नै चिसो भइरहेछ अनि तर पनि चिसो मौसममा बिहानै उठेर छ्याप कुद्न जानुको मजै बेग्लै छ गुड मर्निङ के हो नम्बर आज हाम्रो यसो सरप्राइज लङ रन है प्लान चाहिँ 10K प्लस जाने हो तर हेरौँ कतिको सकिन्छ सकिँदैन अब पेस चाहिँ अब हरिले डिटरमाइन गर्छ कतिको पेस म चाहिँ यो चाहिँ रिकभरी रन जस्तो भन्छु त्यही कारणले चाहिँ आरामले जगले जाने हो केटाहरूको इन्टेन्ट चाहिँ हाई हान्ने जस्तो छ एक्साइटेड छु है ग्रुपमा कुद्नुको लागि एकदमै अनि यो चाहिँ मेरो फर्स्ट टाइम हो यस्तो अब राजीभहरू जस्तो रनर के सब अरू यस्तो रनरसँग कुद्नु पाउनु चाहिँ मेरो लागि चाहिँ एकदम है हामी इलामको फिकलमा आइपुगेका छौँ तपाईँ यहाँ देख्न सक्नुहुन्छ अगाडि चट्टसँगले फिकलको चिया बगान आइसकेको छ हामीले चाहिँ हामी कति कभर गऱ्यौँ गार्मिन छैन मेरो 3 किलोमिटर कभर गऱ्यौँ अब पक्का वार्म अप भयो छप पसिना नि आयो अब हामी चाहिँ अल्दो यहाँबाट भएर फेरि 7 किलोमिटर मोर कभर गर्ने विचार छ त्यसमा चाहिँ अलिक पेस चाहिँ फास्ट हुन्छ भन्ने हाम्रो स्क्वाडवानले भन्नुहुँदैछ त्यही त खासमा पेस चाहिँ मेरो अलि छिटो नै थियो तर के गर्नु है मान्छे भर्खर उठिरहेछ अनि अनि उनीहरूको जतिको पेस चाहिँ हुनु पर्यो के अरे अबको पेस चाहिँ अलिक छिटो हुनेछ लगभग 5 मिनट पर केही जो कि इजी नै हो तैपनि तिमीलाई गाह्रो लाग्यो भने भन है 10 यतातिरको मान्छेको मलाई राम्रो बानी लाग्ने भनेको चाहिँ छुट्टी होस् या वर्किङ डेज हो यहाँको मान्छेहरू चाहिँ अर्ली मर्निङमा उठेर कति सकिन्छ धेर पर्दैन नर्मल जगिङदेखि लिएर नर्मल एक्सर्साइजहरू गर्ने यता मान्छेहरू बानी चाहिँ पछाडि देख्न सकिन्छ यसो हेर्दाखेरि अङ्कल चाहिँ 80s लगभग त्यस्तै तर पनि बिहानै उठेर चाहिँ छप जाने होइन अनि त्यसको अर्को फाइदा भन्छ यो ब्युटिफुल भ्यू यस्तो इन्जोय गर्न पाइन्छ अनि साथसाथै आफ्नो हेल्थ पनि राम्रो हुने नै भइगयो हुनु पर्यो है नेपालतिर यसलाई के पो भन्छ घमौरा तिमीकोतिर हुन्छ हुँदैन हो ओके सर हाम्रोतिर चाहिँ हुन्छ संसारको जुनसुकै कुनामा भयो नि है 7 समुद्र पारी 7 देश पारी 7औं के अरे महादेशमा भयो भने शिवको बात कस्तो भइरहेछ त हाम्रो चाहिँ यस्तो भइरहेछ आफ्नै करेसाबारी के हो यो हुन चाहिँ करेसाबारी फलेको लु भनौँ त यो चाहिँ स्याउ हो के लाग्छ तपाईँकोतिर पाउँछ पाउँदैनलाई चाहिँ जानकारी दिनु होला यस्तो दामी खाउँ लाग्ने छ तर अहिले अलिक नखाउँ होला तर पनि ल हाम्रो चाहिँ यहाँ फुटवेयर चेक हुँदैछ कसो के छ भनेर हरिबाट सुरु गरौँ त ल यो चाहिँ साउको नि हो मेरो चाहिँ एडिडास ब्रान्डको हो अनि विच इज एडी0 इभो एसएल एबी बास कुन बास अरे एबी बास
चलाइ दिइहालौँ न चलाइ यो चाहिँ मेरो स्पेसल थाइल्यान्डबाट आएको सौखुनी इन्डोर्फिन 2.0 विथ युक्लिड किप्चो गिफ्ट चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ एसिसको एफएफ ब्लास्ट ओके फाइनली हाम्रो चाहिँ रनिङ पनि सकिसक्यो ब्लकमा आइपुग्यो कुदा कुदै बाटोमा ब्याट्री डाउन भएर भिडियो चाहिँ कन्टिन्यू गर्न सकिनँ अनि त्यही भएर अन्तिममा सके पछाडि क्विक अपडेट अब चाहिँ हामी यहाँ पर्खिरहेको छौँ दुईजनालाई बेला हुन्छौँ अनि त्यसपछि क्विक स्ट्रेच डाउन त्यस पछाडि चाहिँ थिन आउट हुन्छ हामी थ्याङ्क यू सो मच फर वाचिङ भिडियो अलिक टाइम नपाएर भिडियो नै बनाउनु पाएको छैन अब छिटै नै टाइम मिलेको बेला चाहिँ नयाँ नयाँ भिडियोहरू आउने छ टिल देन किप वाचिङ थ्याङ्क यू सो मच टेक केयर बाई